साथीहरू होइन अस्ति चाहिँ म साउन्ड सानो गर्दा हुन्थ्यो होला त टङ 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 घन्टा बजाएर अस्ति घन्टीकै कार्यक्रममा गएको होइन अनि त्यहाँ एकजना दाइले अनि त्यसपछि के भन्यो भने बिचरा अलिकति अब मिडल भन्नु नभनौँ होइन अलिकति तल स्तरकै जस्तो लाग्यो हामी जस्तो के अनि त्यसपछि उहाँलाई चाहिँ अनि जागिर छोडेर अनि त्यसपछि दुबई जानुभएको रहेछ होइन पेन्सन पाकेर है अनि उहाँले के भन्नुभयो भने जागिर छोड्नु भयो अनि किन छोड्नु भयो त बेलायमै भनेर भन्यो होइन अनि उहाँले चाहिँ अनि होइन म जागिर छोडेर दुबई गएको भने अनि त्यहीसँग टाँसीको एकजना अलिकति धनीमानी कोट सुटबुट लाएर आएको थियो होइन अनि उसले चाहिँ ए तपाईँ पनि दुबईमा हुनुहुन्छ म नि युएमै छु नि भन्यो होइन गाइज म फेरि कस्तो बुझ्दु होइन अनि त्यसपछि युएमै छु नि भन्यो अनि त्यसपछि ए हो र दाइ तपाईँ त हिउँ पर्ने बेला किन नेपाल आउनु भयो त भन्यो कि अनि युएमै हिउँ पर्ने होइन कहाँ पर्छ युएमा भन्यो अनि अमेरिका जस्तो ठाउँमा नि हिउँ नपरेर कहाँ पर्छ त यतिखेर भनेर भनेको ए अरे युए भनेको अमेरिका होइन के भनेर भन्यो अनि अर्को बिचरा मन बुद्धि खुसीको अनि अर्को त्यो बिचरा त्यो दाइले चाहिँ अनि बहिनी तिमीले कति पढ्यो भनेर सोध्यो पढायो भने त पुलिसमा जागिरै खाँदैन थियो नि भन्दै होइन अनि त्यसपछि म नपढेँ एक कक्षा नपढेँ होइन युए भन्ने थाहा तिमीलाई थाहा होइन भनेर भने होइन अनि त्यसपछि थाहा त छ दाइ अनि के कहाँ हो त युए भने अमेरिका भने ए लाटी युए भने दुबई भने एकै ठाउँमा हो भन्यो भने म त हाँदा मेरो वरिपरिका मान्छेहरू सब हाँसेर पागल